राजनीतिक नियुक्ति लिएर राज्यका सबैजसो निकाय कब्जा गरेका करिब 1200 जति दलका झोले एमडीहरूलाई हटाउन सरकारले अध्यादेश मार्फत कानून बनाउने र एक क्लिकमा सबैलाई हटाउने योजना बनाइरहेको छ। यो काम गर्न कति आवश्यक छ, कति आवश्यक छैन भन्ने कुरामा दर्शकहरूलाई केही अलमल छ भने कांग्रेस एमाले माओवादीहरूले कस्तालाई राजनीतिक नियुक्ति दिएका छन् भन्ने बुझ्नुपर्ने हुन्छ। यसका लागि म केही उदाहरण प्रस्तुत गर्न चाहन्छु। अहिले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा एमाले नेता सूर्य थापाका भाइ चन्द्रबहादुर थापा छेत्री छन्। लुम्बिनी विकास कोषको उपाध्यक्षमा माओवादीका ल्यारग्याल लामा छन्। भूमि सम्बन्धी समाधान आयोगको अध्यक्षमा नेकपा एमालेका कार्यकर्ता हरिप्रसाद रिजाल छन्। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झा छन्। उनी तत्कालीन नेकपा यसका कार्यकर्ता थिए। धितोपत्र बोर्डमा बिचौलिया दीपक भट्टका एजेन्ट सन्तोष नारायण श्रेष्ठ थिए। केही दिन अघि उनी राजीनामा दिन बाध्य भए। नागरिक उड्डयन प्राधिकरणको कार्यकारी निर्देशकको पद नेकपा यसबाट प्रदीप अधिकारीले किनेका थिए। अहिले उनी जेलमा छन्। विकल्प पौडेललाई केपी ओलीकै सरकारले नेपाल टेलिकमको एमडी बनाएको थियो। भ्रष्टाचारको मुद्दामा अहिले उनी जेलमा छन्। यी त भए केही चर्चामा आएका नाम र पदहरू। सरकारले अहिले राजनीतिक नियुक्ति पाएका 1200 मान्छेलाई निकाल्न खोज्दैछ। प्रदीप अधिकारी, विकल्प पौडेल, ल्यारक्याल लामा, चन्द्रबहादुर थापा छेत्री, हरिप्रसाद रिजालहरूको नाम चर्चामा आएर हामीले थाहा पायौं। तर चर्चामा नआएका तर यस्तै ढंगबाट राजनीतिक नियुक्ति लिएका यहाँ 1200 छन्। यी 1200 मान्छेहरू कांग्रेस एमाले माओवादीहरूका जरा हुन्। फागुन 21 को निर्वाचनमा जनताले पुराना दलको फेदमै बन्चरो हानिदिए, तर जरा चाहिँ देशभर छरिएर रहेका छन्। केही अपवाद बाहेक सबै जसो राजनीतिक नियुक्ति पाएकाहरूले गर्ने भनेको आफ्नो दलको र नेताको सेवा नै हो। सरकारी निकायमा राजनीतिक नियुक्ति लिने, प्राप्त अधिकारको दुरुपयोग गर्दै राजनीतिक दल पोस्ने काम गर्दै आएकाहरूले देश र जनताको हित हेरेर निर्णय गर्दैनन्। यसकारण यी 1200 पदमा विराजमानहरूलाई सरकारले पटक पटक कुर्सी खाली गर भनिसक्यो। तर यी ऐजेरूहरू लिसोझै टाँसिएका छन्। यिनीहरूलाई मौजुदा कानुन बमोजिम नै हटाउने हो भने वर्षौं लाग्छ। मुद्दा मामिला हुन्छ। संसदबाट विधेयक पारिदियो भने पारित हुने कहिले हो कहिले, यो देखेपछि सरकारले अध्यादेशबाट कानुन ल्याउने, थोकमा यी सबैलाई घर पठाइदिने योजना बनाएको छ। केही अपवादलाई छाड्ने हो भने यी 1200 मान्छे घरै बस्ने योग्य छन्। यिनीहरूलाई कुर्सीमा राखेर सुशासन प्राप्त हुँदैन। सरकारको हालसम्मको लय हेर्दा सरकारले जे गर्न खोजिरहेको छ त्यो काम एकपटकलाई अनुमोदन गरिदिनु पर्ने देखिन्छ। दर्शकबिन